वाट्सअप इज मी प्रशान्त। आज पनि डे 3 को म रेकर्डिङ गर्दैछु अनि डे 1 मा जस्तै एनर्जी छ, आई एम विथ सेम एनर्जी एन्ड विथ सेम पोटेन्सियल आई एम ट्राइङ टु मेक दिस भिडियो। अनि म यो 2 दिनमा चाहिँ मैले भिडियो बनाइसकेँ अनि आज चाहिँ म के भन्न चाहन्छु भने आई विल ट्राई टु कम्युनिकेटिङ इङ्ग्लिस इन रेस्ट अफ द 3 भिडियोज है, एन्ड विच मेक मी टु हेल्प टु इम्प्रुभ माई इङ्ग्लिस फर फर्दर लाइफ। म चाहिँ के अझै पनि मसँग बानी भइसकेको छैन क्या इङ्ग्लिसमा बोल्ने, अनि नट कम्फर्टेबल क्या, नट मच कम्फर्टेबल टु स्पिकिङ इङ्ग्लिस बिकज नेपाली इज आवर मदर टङ। जसले गर्दा चाहिँ मलाई इङ्ग्लिस बोल्न अलिक गाह्रो हुन्छ। अनि आज चाहिँ के भयो भन्दाखेरि के भयो त, आज तपाईँहरूले पनि आफ्नो कमेन्टमा लेख्नुहोस्, म चाहिँ सुनाउन गइरहेको छु। आज चाहिँ जस्तै अब तपाईँहरूलाई के भन्नु, आज के भयो, आज म बिहान कलेज गएँ, कलेजबाट घर आएँ होइन, अनि घरबाट यसो घुम्न गएँ भन्दा पनि अब काम गर्ने ठाउँमा जहाँ जब अपर्च्युनिटी छ त्यहाँ गएँ जब गर्नको लागि। अनि मैले त्यहाँ चाहिँ आज त्यहाँबाट निक्लिँदाखेरि चाहिँ नर्थतिर यसो काम पर्दाखेरि त्यहाँ चाहिँ एक्सिडेन्ट भएको थियो। अनि त्यो एक्सिडेन्टमा एकछिन हेऱ्यो होइन के हुँदो रहेछ, अनि एक्सिडेन्टमा यसो हेऱ्यो, त्यसरी हेरेपछि अनि पुलिस आएपछि यसो एक्सिडेन्ट भएको ठाउँमा चाहिँ हल्का भिडभाड भयो होइन। त्यसरी हामी घरतिर फर्क्यौँ। आज चाहिँ हामीले के गर्यौँ भन्दा त्यस्तो केही गरेको छैन। आज चाहिँ हामीले एक सिम्पल डिजाइनिङ गरेको छौँ, जुन चाहिँ मैले अब लिङ्कडिन चाहिँ पोस्ट गर्न मलाई अझैसम्म आइसकेको छैन। अनि आई एम प्रिटी मच नट कम्फर्टेबल विथ सोसियल मिडिया जस्ट लाइक दिस। फेसबुकमा त कम्फर्टेबलै छ, फेसबुक, इन्स्टा, टिकटकमा त म त्यति एकदम चलाइरहेको हुन्छु प्रायः जस्तो। अनि यो लिङ्कडिन भयो होइन, जस्तै एक्स भयो, त्यस्तोमा चाहिँ म कम्फर्टेबल छैन किनकि म चलाएनै छैन, मैले अकाउन्टहरू बनाएको छैन त्यस्तो मजाले गर्नको लागि। अनि तपाईँहरूले चाहिँ गरिराख्नु भएको होला सायद, आई होप। अनि इफ यु नो अहिलेसम्म मैले हेरेँ 90जनाले भ्यू गर्नुभएको रहेछ योभन्दा अगाडिको भिडियो, अनि त्योभन्दा अगाडिको 15जनाले भ्यू गरिसक्नु भएको रहेछ। अनि त्यसमा पनि तपाईँहरूले चाहिँ आफ्नो कसरी चिन्नुहुन्छ भन्ने बारे मलाई लेखिदिनु भएको रहेछ। म चाहिँ त्यसमा चाहिँ अलिकति गुनासो छ, लेखिदिनु होला कसरी चिन्नुहुन्छ मलाई, कुन थ्रुमा चिन्नुहुन्छ, कसरी मैले बनाउँदा राम्रो होला भिडियो होइन, कसरी इम्प्रुभ गर्न सकिन्छ भन्ने बारे चाहिँ तपाईँहरूले भनिदिनु भयो भने आई एम प्रिटी मच कम्फर्टेबल टु मेक भिडियो क्या। अझै सस्ता हुन्थ्यो होला, मैले यसरी बनाउँदा सजिलो हुन्थ्यो भन्ने बारेमा मैले पनि त अध्ययन गर्न पाउँथेँ, सोच्न पाउँथेँ, भन्न पाउँथेँ भन्ने विषयमा हुन्थ्यो क्या। त्यो बारे चाहिँ मैले पनि सोच्नुपर्ने हुन्थ्यो, तर तपाईँहरूले हेरिदिनु भयो, लाइक आई डोन्ट निड लाइक है, लाइक चाहिएन मलाई।